आइएम फ्रेन्ड विथ माई अल एक्सेस, केही फरक पर्दैन। के फरक परिरहेको छैन नो झन् धेरै मजा आउँछ कि त्यो हुन्छ नि पहिला अर्कै रूप देखा हुन्छ नि त त्यो मान्छेहरूले ओके एकदमै लभर गर्ल लभर बोय बेबी गुड मर्निङ अनि अल अफ सडन के चाल्यो। हामीलाई चाहिँ किन डिभोर्स गर्न एकदम सजिलो लाग्दैछ अहिलेको टाइममा? अब जेनेरेसन अनुसार माया भन्ने चाहिँ के हो रहेछ भन्दाखेरि म जस्तो छु नि मलाई त्यसरी नै कसैले एक्सेप्ट गर्नु नै माया हो कि एउटा मान्छेमा कति धेरै रूप हुन्छ कि हुँदैन? रिसको रूप हुन्छ, एग्रेसनको हुन्छ, राम्रो हुन्छ, ब्युटिफुल हुन्छ, छिवाला हुन्छ, सबै रूप हुन्छ कि एउटा मान्छेमा। अनि सबै रूप देखे तापनि त्यो मान्छेले ल है तँ चाहिँ मेरो हो, ल है म चाहिँ तेरो हो भनेर एक्सेप्ट गर्छ भने द्याट्स लभ के। हाम्रो फ्यामिलीले पनि त्यही गरेर हामीलाई। किन यस्तो हामीले कमजोर सोचिराखेका छौँ अथवा कमजोर बनाइराखेका छौँ होइन? जस्तै अब वाट इज लभ फर यु भन्नुभयो नि अघि, फर मी होइन मेरो लागि चाहिँ रिलेसनसिप न हो। मान्छे एभ्री सिङ्गल डे ह्युमन बिङ चेन्ज हुन्छ भने अब एउटा समयपछि केही कुरा नमिल्ला, सोच नमिल्ला त्यसपछि चाहिँ अब ल ठिकै छ केही कुरा मिलेकै छैन भन्दा सँगै बस्नुभन्दा त छुटेकै बेटर हो नि त होइन? यो ब्रेकअप भइसकेपछि चाहिँ चिन्दै नचिनेको जस्तो बन्नुपर्ने अथवा ब्लकै गर्नुपर्ने जरुरी हो पनि होइन पनि। कसरी एक्सप्लेन गर्नुहुन्छ हजुर? जस्तै बिहेपछि एउटा बिहे डिभोर्स भयो अनि अर्को बिहे गर्दा चाहिँ सोसाइटीले तिमी त डिभोर्स भएको, तपाईँले त्यो भन्न खोज्नु भएको? ओके, मैले चाहिँ सामान्य गल्तीहरू कहिले काहीँ गर्न पाउने अरे, मैले माफी माग्न पनि पाउने अरे होइन? सानो गल्ती मान्छेबाट हुँदैन र भन्न पनि पाउने अरे, म सानो बन्दिनँ नि पाउने अरे, ठुलो बन्दिनँ नि पाउने अरे, तर मेरो पार्टनरले चाहिँ किन नपाउनु? योसँग मेरो बिहे भयो अब मैले यहीसँग नै जिन्दगी बिताउनु पर्छ, टाउको फोडोस् बरु जुदाजुद होस् कुरा नमिलोस् भन्नुभन्दा पनि